ल साथीहरू, म चाहिँ बरा क्षेत्रमा यहाँ पूजा आराधना गरिरहेको छु। यहाँ मेरो सम्पूर्ण परिवारसित पूजा आराधना गरिरहेको छु। यो चाहिँ विशेष गरेर बरा क्षेत्र भनेको डाँडै डाँडालाई घेरेको र यो जोशी र यो कोकाहाट खोलाको चाहिँ सङ्गम स्थलमा पर्दो रहेछ। सो यहाँ आउने श्रद्धालु भक्तजनहरू पनि निकै उपस्थित देखिन्छ। यहाँ चाहिँ यो क्षेत्रलाई चाहिँ धरतीको पहिलो तीर्थस्थल भनेर चिन्ने गरिँदो रहेछ। सो तपाईँहरूलाई आज यहाँ वरिपरिको दृश्यहरू र पूजा आराधना गरेको दृश्यहरू म तपाईँहरूलाई देखाउन गएको छु। धरतीको पहिलो तीर्थस्थल भनेर चाहिँ बरा क्षेत्रलाई चाहिँ चिनिने गरिने रहेछ। यो चाहिँ कोशी नदीको र कोकाहा खोलाको सङ्गम स्थल रहेको रहेछ। यसमा चाहिँ बरा क्षेत्रमा चाहिँ विभिन्न देशबाट विभिन्न ठाउँबाट चाहिँ तीर्थालु भक्तजनहरू चाहिँ यहाँ आउने गर्दछ। आज विशेष गरेर निकै पातलो क्षेत्रमी भक्तजनहरूको उपस्थिति देखिन्छ। कोशी नदीको जललाई चाहिँ ल्याएर देवस्थानमा चढाइसकेपछि जुन जल चाहिँ घरमा लगिने गरिन्छ। सो बरा क्षेत्रको जुन दृश्यहरू यस्तै रहेको छ। धरतीको पहिलो तीर्थस्थल बरा क्षेत्रस्थल। मेरो परिवारहरू यहाँ बुवा आमा यहाँनिर मुक्तेश्वर बद्री मुक्तेश्वर मन्दिर। बरा क्षेत्रको चाहिँ प्रवेशद्वार यो चाहिँ अब विशेष गरेर धरतीको पहिलो तीर्थ धाम भनेर चिनिन्छ बरा क्षेत्रलाई। विशेष गरेर यो चाहिँ पौराणिक कथामा आधारित छ। सो आज म यहाँनिर पूजाआजा गर्न गइरहेको छु। सो म हरेक धर्म कर्मलाई म विश्वास राख्ने मान्छे, त्यसैले म आज यो धाममा प्रवेश गर्न गइरहेको छु। यहाँ विभिन्न बाजा गाजा सङ्कलन गरिएको छ। हामी तीर्थस्थल यात्रा पूजाआजा गर्ने गरिन्छ। यो त शनिको यहाँनिर मूर्ति राखिएको छ। यहाँनिर हाम्रो पुजारी बाबा हुनुहुन्छ। शनिदेवलाई चाहिँ तेल यसरी चढाउनु पर्ने रहेछ शनिदेवलाई। छोडिदेऊ न, त्यो छोडिदेऊ, बाँकी उसले आफै गर्छ। त्यो तेल चढाउने काम मात्रै गरौँ। ल जाउँ। ल सबैको रक्षा गरौँ। शिव गौ माता को
वैदिक सनातनहरूको जय जय हो शिव भागवत समाजको कल्याण हो सत्र जनहरूको कल्याण हो विश्वभरिका प्राणीहरूको जय। यो गुरु बराह मन्दिर शिव मन्दिर यो चाहिँ कहाँ बाल्नु शनि मन्दिर लासले सक्छ खै गाह्रो हुन्छ नि ल कोसिस त्यो उमेर पुगेको छैन ल ल यो चाहिँ बुढा नीलकण्ठ जस्तै यहाँ पनि बनाएको रहेछ ल यहाँ चाहिँ विशेष गरेर यो मेन मन्दिर रहेको छ जुन मेन मन्दिरमा चाहिँ यहाँबाट पूजा गरिन्छ खै खै यहाँ म टिका लाउँछु टिका चाहिँ यहाँ आफूले लगाइदिनुपर्छ बुवा मलाई लाइटर दिनु त बाबु कहाँ मेन प्रवेशद्वार रहेको छ मुख्य मन्दिरभित्र प्रवेश पश्चात पूर्व जगदीश होला कृपया मुख्य मन्दिरभित्र प्रवेशमा भनाइ छ भगवानको मुख्य मन्दिरमा अगरबत्ती बत्ती दिया जस्ता प्रज्वलित वस्तुहरू छन् र त्यस्ता वस्तुलाई प्रज्वलन गर्नुपर्ने गरी हजुरले बाहिर प्रज्वलन गरिदिनु होला भगवानको मुख्य श्रीलिङ्गमा रातो अबिर रातो वस्त्र कालो वस्त्र नीलो वस्त्र चावल अक्षताले पूजा सेवा अर्चनादि गरिदिनु होला सबै गरी कमनी लक्ष्मी प्रसाद मागी सपरिवार परिवारको दिनहरू र पालुको विषय प्रयास प्रदान गर्नेछ र उहाँका परिवारमा ब्रह्मा भगवानको कल्याण गर्नेछ सम्पूर्ण सम्पूर्ण जीवनको भगवान बनाउने उद्धार गर्नेछ जय होस् मङ्गल होस् कल्याण होस् इस धराधाममा हजुरले नदीमा स्नान गर्नुहुन्छ भने नदीमा स्नान गर्नुको लागि पुनः पास आह्वान गर्दै होस्टालिका साथमा स्नान गर्नुहोला यो नदी नेपालकै सबैभन्दा ठुलो नदी हो नदी अत्यन्त तीव्र गतिमा बग्ने भएकोले गर्दाखेरि हजुरले स्नान गर्नुहोला पुनः पास आह्वान अपनाइदिनुहुँदै स्नान गर्न लाग्ने समय अनुरोध गर्दछु धराधाममा सरकारी क्रममा स्थान राखिन्छु बिरुवाले 3 मोर र पालुले 205 प्रयास सहयोग गरिएको छ उहाँ र उहाँको परिवारमा भगवानको कल्याण गर्नेछ सबै उहाँका सम्पूर्ण शब्द पितृहरूको भगवान बराले उद्धार गर्नेछ जय होस् मङ्गल होस् कल्याण होस् साथीहरू आज चाहिँ म बरा क्षेत्रको पूजाआजा सकिएपछि म
घरतिर प्रस्थान गर्न गइरहेको छु। बाबा, टेक केयर, सी यू।